डिलीट डिलीट गर्दो सक्यो लोट्यो भने टेन्सन हुने चढ्यो भने छाउडी के पछि नलागु भाइ नलागु हो क्या हामी खासै फरक पर्दैन। हेलो हेलो गाइज म चाहिँ जाँदैछु आज काइकिङ गर्नलाई होइन केटाहरू आइरहेछन् कलेजबाट त्यही हो काइकिङ गर्न जानु लाग्यो। पानी नपरिदियो हुन्थ्यो जस्तो छ अब खै पानी पर्दैन हेरौँ। ल हामी सभागृह के भन्छ सभागृह चोक होइन के अरे राष्ट्र ब्याङ्क चोकमा झरेर होइन झट्ट आइसकेका छौँ। हामी यतातिर केटाहरू छन् होइन भण्डारी चाहिँ यतातिर छ हामी चाहिँ गइरहेछौँ काइकिङ गर्ने भने हो त्यो दोस्त कुन आर्मी ट्रेनिङ गरेर भनिदिनु पऱ्यो क्या तोरी लाउरे बा तोरी लाउरे है तोरी लाउरे हुन कसैलाई मन छ भने एकदम सम्पर्क गर्नु होला हामीसँग धेरै भेराइटीका तोरी लाउरेहरू छन् फेरि धेरै भेराइटीका छन् होइन यो यी दुईजना भेराइटीका होइन फेरि ए भण्डारी दोस्त तिमी कुन भेराइटीको भन्छ त टप ब्रान्ड तिमी कुन ब्रिटिस फ्रान्स है ल फ्रान्स ल अगाडि नेपाली तोरी लाउरे अगाडि छ है अगाडि टिक्रिङ हिँडिरहेछ है यस्तै हामी गइरहेछौँ होइन त्यसैन रमाइलो भन्ने कुरा यस्तै हो हामी गरिरहेछौँ बाटोमा दुईजना चलिरहेछन् बच्चा जस्तो है लालाजी हाय ल हाम्रो देव दोस्तले चाहिँ अहिले लालाजीसँग चट्ट भेटेर एकदम फोटो खिचिसक्यो है अनि त्यो बुझ्नु पर्यो नि त अनि लालाजी मान्छे एकदम रमाइलो रहेछन् सुटिङ गरिरहेको रहेछन् होइन भेटाएको थियौँ एकदम रमाइलो फोटोसोटो खिच्यो भन्दा नि खिच्यो देवले भनौँ मैले खिचिदिएँ देवले खिच्यो अरू केटाहरू चाहिँ खासै इन्ट्रेस्टेड रहेनन् होइन भण्डारी दोस्त म त इन्ट्रेस्टेड थियो दोस्त हो ए आफू लजाउँछौ यार आफू लजाउँछौ त देव जस्तो हुनु पऱ्यो नि सिधै भेट्न त्यो ठोक भन्ने होइन दोस्त मेच्युरिटी भन्नु रहेछ थाइल्यान्डमा गएर खडै भएन अरे क्या दोस्त थाइल्यान्ड गयो खडै भएन अरे क्या कस्तो टेन्सन हो चुट खान्थ्यो अरे छोराहरूले के ल्याइदियो भने चाहिँ ल चुट छोड्नु सुटी खानु भन्यो अरे सुटी खानु लाग्यो डुडी खानु लाग्यो हामी चाहिँ यो चाहिँ स्ट्रिट नम्बर 2 हो है हामी चाहिँ स्ट्रिट नम्बर 2 मा छौँ अब है हुँदै जान्छौँ कति हो त्यो स्ट्रिट नम्बर थाहा छैन मलाई हामी चाहिँ चट्ट गइरहेछौँ केटाहरू चाहिँ गर्लफ्रेन्डले छोडे जस्तो एक्लै हिँडिरहेछ अगाडि त्यस्तो भन्न मिल्दैन केटाहरूसँग आएको गर्लफ्रेन्डसँग आएको भए त म यहाँ हुन्न थिएँ केटा कहाँ हुन्थ्यो त अनि यहाँ नभएर त्यस्तो हुन्न थिएँ म यहाँ हुन्न थिएँ म अर्कै बाटो गइरहेको हुन्थेँ 4 जना केटाहरू अर्कै बाटो गइरहेको हुन्थेँ यदि हुन्थ्यो भने है ल होइन छोरा गर्लफ्रेन्ड बेलुका देवराजको गर्लफ्रेन्डले हेर्दै मुसु हाँस्छ फेरि भ्लग तिम्रो गर्लफ्रेन्डले भ्लग हेर्दै मुसु हाँस्छ फेरि खासै फरक पर्दैन बेलुका फेरि थ्रेड डेली फेरि होस् गर सबै गर्लफ्रेन्ड छ है अब केटाहरूको चाहिँ हो ल हामी दुईजनाको छैन रहेछ अरू सबैको छ है छाउडी के पछि नलागु भाइ नलागु हो क्या हामी चाहिँ होइन यो 3 जनाको चाहिँ छ यी 3 ढाकाहरूको चाहिँ छ त्यही भने हामी छप्की बनाउन आएको होइन नि त यो 3 जनाको चाहिँ छ यो 3 जना ढाकाहरूको चाहिँ छ हामी 2 जनाको चाहिँ छैन तिमी 2 जना को हो भन्ला हो है फेरि हामी 2 जना चाहिँ हामी 2 जनाको चाहिँ छैन उहाँ रन्डुवा हामी रन्डुवा हो होइन हामी 2 जना हामी रन्डुवा हो अनि गर्लफ्रेन्ड भएको मान्छे हाँसिरहेछ होइन 2 जना अगाडि गइसके
ठिक छ भाइ ठिक छ अहिले हाँस साँझ हुन्छ सके त्यही भने हाँस्छस् मलाई रोएर हाँस्छस् भन्छ नि एउटा खुब हाँसिरहेको छ देवदोष आज बेलुका एक नभए एक स्ट्याटस त हान्छु मैले थाहा सबैले सबको घर चक्कु हुन्छ हो सबैको घरमा ओए पर्दियामा सबैको घरमा चक्कु हुन्छ है ल कोही पर्दियाबाट हुनुहुन्छ भने तपाईँको घरमा चक्कु खुकुरी केही छ कि छैन भन्नु होला है फेरि भइहाल्छ नि आलु काट्ने चक्कु होइन क्या फेरि अर्को चक्कु के खोडा के ओए ल है गाह्रो छ फेरि यहाँ भाइकोतिर त तकु के अरे ऊ पनि बन्दुक पनि हुन्छ अरे है देवको दाङतिर के हुन्छ त देवदोष सबै हल्का फुल्का होला नि कसैको दाङतिर फेरि पर्सनल हतियार हुन्छ अरे भाला हुन्छ अरे दाङतिर त नि भाला हुँदैन पाहाडतिर राखेका हुन्छन् भाला लिचीको बोर्ड है यस्तो मस्तको लिची फलेको छ है यहाँ चाहिँ होइन लुगा सुगा चेन्ज गरेर रेडी भइसक्यौँ है अब चाहिँ हामीले आउँ देवदोष पनि एकदम लुगा सुगा चेन्ज गरेर एकदम हामी रेडी ल हामी चाहिँ रेडी भइसक्यौँ है एकदम कायाकिङको लागि केटाहरू पाइडल लगेर गइसके केटाहरू चाहिँ यता हेरिदेऊ न कति एक्साइटेड छौ दोस्त ल दोस्त कति एक्साइटेड हो भण्डारी त स्किप बोलेर आउँदा नि ल भण्डारी त म चाहिँ कायाकिङ आएर पनि एकदम यहाँ छु बिचमा छु है फेवातालको बिचमा छु केटाहरू चाहिँ उता छन् होइन म चाहिँ एकदम चिलमा छु है केटा हो देख्न सक्नुहुन्छ म चाहिँ बिचमा छु यहाँ ट्याक्क मेरो खुट्टामा रस्सी बाँधेको छ होइन त्यो चाहिँ मेरो पाइडल हो माथि ढिलिक गर्दो छ त्यो लोट्यो भने टेन्सन हुने चढ्यो भने यसो हो होइन आमा ढिलिक गर्दो छ ल ठिक छ गाइस के छैन हामी रमाइलो गर्नेछौँ होइन केटाहरू चिलमा छन् उता म चाहिँ यहाँ ढिलिक गर्दो साइड बोट ढल्क्यो भने पनि केही छैन भाउ खुल्ला आइजान्छ बचाउन आइजान्छ भालै भएन चपारी ल फेवातालको एकदम बिचमा छु है म चाहिँ टक्क लाएर अब केटाहरू चाहिँ उता गइसक्यो एउटा बोट चाहिँ केटाहरूको मैले यहाँ पाएको छु केटाहरू चाहिँ उता मस्त स्विमिङ गरिरहेछन् मैले पनि भर्खर स्विमिङ गरेँ एकदम रमाइलो लागिरहेछ मेरो चाहिँ पहिलो अनुभव है मेरो पोखरा बसेर पनि मैले गरेको थिइनँ कायाकिङ अहिलेसम्म फर्स्ट टाइम कायाकिङ गरेको यस्तो मजा आइरहेछ होइन म एक्सप्लेनै गर्न सक्दैन कि शब्दमा कस्तो मजा आइरहेछ भनेर होइन यस्तो तालमा होइन त्यही पनि बिच तालमा होइन यस्तो मजा आइरहेछ पानीहरू सक्नुहुन्छ यत्रो वाइल्ड छ होइन पानी वाइल्ड छ देख्न सक्नुहुन्छ हेलो गाइस अब हामी चाहिँ आज फेवातालमा कायाकिङ गरिरहेछौँ होइन हाम्रो एउटा लन्ठो हराइसक्यो लन्ठो भने पाइडल हो है फेरि के सोच्नु होला हराइसक्यो त्यही भएर भण्डारी सेट भएर बसिरहेको छ होइन त एकदम लडाइदिउँ नलडाउँ मोबाइल हरिन्छ नि फेरि थाहा एक्सपिरिमेन्ट गरेको डुब्छ कि नै भनेर